तो फाइनली गाइस आज हामी थाडीघाटको मेलामा जान्छौँ है र त्यहाँ कति रमाइलो हुन्छ र मेला कसरी लागेको छ कति लागेको छ हामी आज यो ब्लगमा देखाउनेछौँ हजुरलाई है त यो भिडियोमा जोड्नु होला। अब पर्सौनीको बाटो हुँदै हामी थाडीघाटको मेलामा जान्छौँ र अहिले पर्सौनी गाउँमा हामी प्रवेश गरिसकेका छौँ। अब रतनगञ्ज हामी पार गरिसकेका छौँ। त्यसैगरी अब हामी फाइनली मेलामा आइसक्यौँ। हेर्न सक्नुहुन्छ मान्छेहरूको भिड एकदम बवाल थियो हैन, मान्छेहरू एकदमै भिडाभिड र एकदम रोमाञ्चक आज यो कुस्ती भयो। त्यसैगरी यो कुस्तीमा एकदम ठुला पहलवान लगायत नेसनल इन्टरनेसनल पहलवान पनि यहाँ उपस्थित भएका रहेछन्। त्यसैगरी माइकिङ गर्ने क्रममा आदरणीय समाजसेवी व्यक्तित्व रविन्द्र जसवालजी हुनुहुन्थ्यो र उहाँसँग सबैसँग भेट गरेँ, एकदमै खुसी लाग्यो। त्यसैगरी यही मेलामा हामी यो झुल्ने झुला लगायत अन्य रमाइलो गर्ने पिङ साथसाथै मान्छेहरू पनि एकदमै भिडभाडका हलचल चलिरहेको थियो। एकदम खुसी लाग्यो। तपाईँ जानुभएको थियो कि न मेला र तपाईँले मेला कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो कमेन्ट छोडिदिनु होला।